आज चाहिँ रविनाको दीक्षान्तर समारोह। आज चाहिँ रविनाको 10 दिन तालिमको आज इन्डिङ डे। पुरै देखाउँछु मैले हजुरहरूलाई, के भन्छ सब देखाउँछु। फर्स्टदेखि घरदेखि उहाँ हामी चाहिँ चौकीसम्म सब पुरा देखाउँछु। सबैले कमेन्ट गरिदिनु होला। चल ल बसौँ, साइकल हटाउनु पर्दैन, यतादेखि लैजान। ल हिँड अब चाहिँ लाग्यो हामी है। गेट घटाउ बाबु अलि यता। गङ 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 गरेको। ल हामी चाहिँ चौकी पुगिहाल्यौँ है। ल हामी चाहिँ चौकी पुगिसकेका छौँ। मान्छे आउँदैछन् यहाँनिर अहिलेसम्म पनि। यो चाहिँ यहाँनिर सानो छ प्रहरी बस्ने मेन चौकी चाहिँ यहाँ रहेछ। हामी चाहिँ पुगिसकेका छौँ यहाँनिर। अब देखाउँछु सबै कुराहरू। बिस्तारै बिस्तारै चाहिँ यहाँ भेला भइरहेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ साथीहरू चाहिँ बिस्तारै बिस्तारै चाहिँ भेला भएर चाहिँ यहाँनिर चाहिँ लाइन लाग्नु भएको छ। हाम्रो देख्न सक्नुहुन्छ। कतिले यहाँमध्ये चाहिँ चिन्नुहुन्छ कमेन्ट गरिदिनु होला है। यहाँ चाहिँ सम्पूर्ण हाम्रै यता फुलबारीतिरको हुनुहुन्छ। कपिराइट दिन्छ कि फेरि गोर्खा नाचिरहेको छु एक ठाउँमा गोर्खापल्टन गाना हाल्दैछ। अनि यति बेला चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो नियुक्ति पत्र चाहिँ प्रदान गरिँदैछ। हाम्रो यो बौलिया इफर्काको हाकिम साहबले चाहिँ दिन लाग्नु भएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ। हाम्रै सरिता बहिनीलाई पनि देख्न सक्नुहुन्छ इफर्काबाट। यो ब्लगलाई चाहिँ कति धेरै मान्छेहरू हुनुहुन्छ। सबले सम्पूर्णले चाहिँ मेन्सन गरिदिनु होला। हजुर पनि हुनुहुन्छ भने खोइ कहाँ छ देखा त। आजदेखि चाहिँ हामी सरकारी सेवामा प्रवेश भएको दिन 40 दिनको नियुक्ति पत्र प्राप्त भइसकेको छ। खै त 40 दिनको नियुक्ति पत्र प्राप्त भइसकेको छ। आज चाहिँ हामी चाहिँ ठाउँ ठाउँमा अब यहाँ कुन चौकीमा पुगिन्छ, हामी चाहिँ कनरी चौकीमा चाहिँ पुग्छौँ होला सायद। आज चाहिँ लास्ट अन्तिम दिन। ल फाइनल्ली चाहिँ तालिम सकिसकेको छ। कस्तो लाग्यो? एकदम राम्रो लाग्यो, रमाइलो लाग्यो। तालिम फाइनल्ली सकियो। अब हामी दुईजना सर र घर।